भएका। अब कपडामा काट्दाखेरि चाहिँ हजुरहरूले जुनपट्टि हामीले मोता बाउलाको मोतापट्टि काटेका हुन्छौँ त्यतापट्टिलाई हामीले पछाडि पार्नुपर्ने हुन्छ। त्यताबाट काट्दाखेरि कपडाको सदुपयोग हुन्छ। पछाडि पल्ला काटेर देखाउँदैछौँ। चौबन्दी चोलोको तिराको नाप अथवा सोल्डर छ 14 इन्च। 14 को लागि 7 इन्चमा हामीले यसरी मार्क गर्नुपर्ने हुन्छ। यहाँ आधा इन्च सिलाइको लागि हाफ इन्च 7.5 मा यसरी मार्क गरिदिउँ। त्यसपछि यो हाम्रो गला खोल्नको लागि आधा इन्च हुन्छ एक लाइन तलमा एउटा मार्क लगाइदिनु होला। अब हाम्रो गला खोल्नलाई चाहिँ छातीको 12 भागको 1 भाग राख्नुपर्ने हुन्छ। छाती छ 32 को 12 भागको 1 भाग 2.5 र 1 लाइन हुन्छ। 2.5 र 1 लाइनमा यहाँ यसरी चिन्ह लगाइदिनु होला। अब सोल्डर डाउनको लागि यहाँ माथिबाट 1.5 इन्चमा एउटा मार्क लगाइदिनु होला यस्तो गरेर। यो सोल्डर डाउनको लागि हो। बाउला खोल्नको लागि चाहिँ छातीको 4 भागको 1 भागमा 1 इन्च माइनस गर्दैन हुन्छ। र हामीले चाहिँ बाउला खोल्न सजिलो होस् भनेर छातीसम्मको लम्बाइ नापेका छौँ त्यो चाहिँ 7 इन्च हो र 7 इन्चमै राखेर काट्दा हुन्छ। किनभने यसमा हामीले खारपा राख्दैनौँ। त्यसकारणले गर्दाखेरि बाँकीको बाउला जोड्ने पार्ट पनि यहीबाट निक्लिनु पनि हुन्छ। अब यी लाइनहरूलाई तान्दिनु होला। यो हाम्रो गला खोल्ने नाप यहाँ छ। यो गला खोल्नको लागि यो चाहिँ हाम्रो सोल्डर डाउनको लागि अनि यो चाहिँ बाउलाको फाँत खोल्नको लागि। अब चौबन्दी चोलीको कम्मरसम्मको लम्बाइ छ 12 इन्च। 12 मा एउटा मार्क गरिदिनु होला। त्यसपछि पुरा लम्बाइ छ 16 को लागि 17 मा मार्क गरिदिनु होला। किनभने आधा इन्च माथि सिलाइ जान्छ र आधा इन्च तल सिलाइ जान्छ गर्दाखेरि 16 को लागि 17 मा यसरी मार्जिन गरिदिनु होला। अब यी दुईटा लाइनलाई पनि यस्तो गरेर तान्दिनु होला। यो कम्मरको लाइन पुरा लम्बाइको लाइन। अब चिरुवाको लागि हामीले यहाँ 3 इन्चमा एउटा मार्क तान्दिनु पर्ने हुन्छ। यो चाहिँ चिरुवाको लागि हामीले यहाँ हैन सोल्डरको नाप अघि पनि देखिसकेका छौँ। फेरि एकपल्ट रिपिट गर्दैछु। 14 को लागि 7 इन्च किनकि 7 दुना 14 हुन्छ। यतापछि हाम्रो कपडा काट्दाखेरि यहाँ चाहिँ बन्दवाला पार्ट हुन्छ, यतापट्टि हाम्रो खुल्ला पार्ट हुन्छ। त्यसकारणले गरी हामीले यहाँ 7 दुना 14 को हिसाबमा 7 इन्च लिएका हौँ। त्यसपछि आधा इन्च सिलाइ सहित 7.5 यसरी मार्क गरिदिनु होला। अब हाम्रो छातीको गोलाइ छ 32 इन्च। 32 लाई 4 ले भाग गर्दाखेरि 8 इन्च हुन्छ। अब यसमा चाहिँ हाम्रो खारपाल लाग्दैन। त्यसकारणले गर्दाखेरि सिलाइ भाग हाफ इन्च 8.5 प्लस हाफ इन्च लुजिङ गर्दाखेरि 9 इन्च। 9 इन्चमा लगाइदिनु होला। यो हाफ इन्चको मतलब चाहिँ दुईतिर गरेर 1 इन्च हुन्छ। 1 इन्च लुजिङ हुन्छ भने 1 इन्च सिलाइ भाग जान्छ गर्दाखेरि 9 इन्चमा हामीले मार्क लगायौँ। कम्मरको गोलाइ 28 इन्च। 28 लाई 4 ले भाग गर्दाखेरि 7 इन्च प्लस यहाँ पनि हामीले सिलाइ भाग र लुजिङ गरेर 8 मा मार्क गर्नुपर्ने हुन्छ। किनभने हाफ इन्च सिलाइमा जान्छ भने हाफ इन्च चाहिँ लुजिङ भनेर हाफ इन्च भनेको 1 इन्च हुन्छ दुईतिर गर्दाखेरि। लाइन हो यो सोल्डर डाउनको लागि हो। यो यहाँबाट यहाँ यसरी हल्का आर्क सेपमा यसरी तान्दिनु होला सोल्डर डाउनको लागि। अब यहाँबाट यो चेस्ट लाइनमा आउनलाई चाहिँ यो भन्दा यहाँ कति छ 7.5 भने यहाँ 7 इन्चमा एउटा मार्क तान्दिनु होला। हाफ इन्च भित्र आउनु पनि हुन्छ। ल यसरी मार्क तान्दिनु होला हाफ इन्च भित्र। छातीको लाइनबाट कमरको लाइन पनि यस्तो गरेर हल्का आर्क सेपमा यस्तो गरेर लाइन तान्दिनु होला। अब यतिमा चाहिँ हाम्रो चिरुवा बस्छ। अब यहाँबाट गोलाइदिनको लागि यसलाई बीचमा यस्तो गरेर मार्क तान्नु होला र लगभग पाउने इन्च जति बाहिर यस्तो गरेर मार्क तानेर यसलाई आधार मानेर हामीले अब गोलाकार सेप दिनुपर्ने हुन्छ। यसलाई यस्तो गरेर गोलाकार सेप दिनुपर्ने हुन्छ। भने त्यस्तै गरेर हामीले यहाँ गला खोल्नको लागि पनि यसरी हातैले सेप दिनुपर्ने हुन्छ। अब हाम्रो यो चौबन्दी चोलीको बिना खारपा बिनाको हामीले चाहिँ मार्किङ गरेर रेडी गरिसकेका छौँ। यसलाई पनि हामीले काट्न सक्छौँ। र यसलाई पनि अब मार्कमा काट्दिनु होला। यसलाई कुनै पनि ठाउँमा एक्स्ट्रा मार्जिन राख्नु पर्दैन। यो हाम्रो 3 इन्चको मार्कलाई यसरी मार्क लगाइदिनु होला। यो साइड स्लिट हो।
साइडको चिरुवा